टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिड़ो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। वीरगञ्जमा आज थप 110 जनामा कोरोना संक्रमण सम्बन्धी प्रसङ्गबाट। वीरगञ्जमा थप 110 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नयाँ थपिएका संक्रमितमा 80 पुरुष र 30 जना महिला छन्। बिहीबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप 110 जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। संक्रमित मध्ये पर्साका 69, बाराका 24 र रोहतटका 17 जना छन्। उनीहरू 1.5 वर्षदेखि 80 वर्ष उमेर समूहका छन्। बुधबार भने वीरगञ्जमा गरिएको परीक्षणमा 69 जनामा संक्रमण देखिएको थियो। पछिल्लो समय वीरगञ्जमा संक्रमित दर बढ्नुका साथै मृत्यु दर पनि बढेको छ। बुधबार मात्र वीरगञ्जमा उपचारको क्रममा बाराका 97 कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो। प्रदेश 2 का 36 वटा स्थानीय तहले चालु आर्थिक वर्षका लागि अझै बजेट ल्याउन सकेको छैन। असार 10 गतेभित्र ल्याइसक्नुपर्ने बजेट प्रदेश 2 का उक्त पालिकाले भदौ 17 गते बितिसक्दा समेत ल्याउन नसकेका हुन्। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश 2 का 8 जिल्लामध्ये सबैभन्दा बढी रोहतटका स्थानीय तहले निर्धारित समय सीमाभित्र बजेट ल्याउन सकेका छैन। बजेट र योजना तानातानकै कारण नगरसभा विवादित बन्दै गएपछि रोहतटका गरुडा, राजदेवी, स्नाथ, कुवटाठी, देवाही, गोनाही, परुहा, फतुवा, विजयपुर, बोधिमाय, वृन्दावन र यमुनामाई गरी 10 वटा पालिकाले बजेट ल्याउन नसकेका हुन्। पर्साका पोखरिया, जगन्नाथपुर, धोबिनी, पकाहा, मेनपुर र सखुवा, प्रोसोनी, ठोरी र जिरा भवानी गाउँपालिकाले समेत बजेट ल्याउन सकेको छैन। यस्तै सिराहाका पनि 7 वटा पालिकामा बजेट आउन नसकेको छैन। सिराहाका कल्याणपुर, मिर्चैया, अर्नेमा, औढी, नवलपुर, बरियारपुर र लक्ष्मीपुर गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्। सप्तरीका 4 वटा स्थानीय तहले बजेट ल्याउन सकेको छैन। छिनमास्ता, राजगढ, महादेव र सप्तकोशी नगरपालिकाले अहिलेसम्म बजेट ल्याउन नसकेको हो। यस्तै मोहतरीको शमसी र पिप्रा गाउँपालिकाको बजेट आउन सकेको छैन। बाराका पनि 3 वटा पालिकाको बजेट आउन सकेको छैन। जिल्लाका सिमरोडगढ, आदर्श, कोतवाल र श्री विश्रामपुर गरी बाराका 3 वटा पालिकाले बजेट ल्याउन सकेका छैन। यस्तै धनुषाका 3 स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैन। गणेशमान, कमला र धनौजी गाउँपालिकाले अझै बजेट ल्याउन नसकेको हो। सङ्घीय सरकार र प्रदेश सरकारले स्थानीय तहमा 4 प्रकारका अनुदान, राजस्व, वार्ड फाँड तथा प्रकृति स्रोतको वार्ड फाँड मार्फत बजेट दिने गर्छ। सोही स्रोतलाई आधार बनाई स्थानीय तहले अनुमानित बजेट बनाएर समयमै गाउँ सभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ। तर निर्धारित समयमा बजेट नल्याउने पालिकाको अनुदान कटौती हुने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। चोहरबा सडक खण्ड अन्तर्गत सिराहा नगरपालिका 11 भलुवाही एती सडकमा गए राति 2 वटा मोटरसाइकल आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। 1 जना गम्भीर घाइते भएका छन्। स4प4610 र स4प7921 नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा सिराहाको धनगढीमाई नगरपालिका 10 निवासी 51 वर्षीय दीपक कुमार पजियार र सिराहा नगरपालिका 9 गुल्लिरिया निवासी 35 वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै मोटरसाइकल चालक हुन्। दुर्घटनामा गम्भीर घाइते पजियारको जिल्ला अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठाकुरको भने उपचारका लागि लाहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। सोही दुर्घटनामा
नगरपालिका 9 गुलरिया निवासी 35 वर्षीय जितेन्द्र भणी शिवकुमार महरा गम्भीर घाइते भएका छन्। उनको भूमिजा अस्पताल लहानमा उपचार भइरहेको प्रहरी प्रवक्ता घिमिरे बताए। रोहतकको चन्द्रपुर नगरपालिका वार्ड नम्बर 1 स्थित बागमती सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा वृक्षरोपण सुरु भएको छ। भदौ 14 गतेदेखि बागमती सामुदायिक वन उपभोक्ता समूहले आफ्नो 12 हेक्टर क्षेत्रफलमा वृक्षारोपण थालेका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यक्रम अन्तर्गत एवं वातावरण तथा सामाजिक अध्ययन विभागको योजना अनुसार 400 केबी हेक्टेसन लाइनको काम गर्ने क्रममा सो सामुदायिक वनको 872 वटा रुख कटान गरिएको थियो। सामुदायिक वनको क्षेत्रफलमा 1 हेक्टर बराबर 1600 बिरुवा वृक्षारोपण गर्नुपर्ने शर्त बमोजिममा सो वन उपभोक्ता समूहले 12 हेक्टर क्षेत्रफलमा 19,200 बिरुवा वृक्षारोपण गर्ने बागमती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश राउतले जानकारी दिए। उनका अनुसार बागमती सामुदायिक वन क्षेत्रभित्र भएका फडानी विद्युत प्राधिकरणले सहयोगमा साल, टिक, जामुन, लोकसल साल, मलेसियन साल, महोगनी लगायत विभिन्न प्रजातिको बिरुवाहरू वृक्षारोपण गरिने बताए। सो सामुदायिक वनले डिभिजन वन कार्यालय एवं विद्युत प्राधिकरण सङ्घको समन्वय तथा सहयोगमा वृक्षारोपण गरिएको बिरुवाहरूलाई वैज्ञानिक ढङ्गबाट संरक्षण गरी राजस्वलाई सहयोग गर्ने सामुदायिक वनका अध्यक्ष राउतले जानकारी दिएका छन्। उनले सो सामुदायिक वनको क्षेत्रभित्र हालसम्म 7,000 भन्दा बढी बिरुवा रोप्न भइसकेको तथा बिहिबारदेखि पुनः वृक्षारोपणको कार्य अगाडि बढाइने जानकारी दिए। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। ए त्यो रातोवाला होइन, हरियोवाला हरियोवाला। ए सानोवाला होइन क्या, ठुलोवाला गाडीमा ठुलोवाला। नमस्कार साउजी। नमस्कार, बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टरवाला कि इन्जिनियरवाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियरवाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रियवाला कि अन्तर्राष्ट्रियवाला? अखण्डवाला कि मेरुदण्डवाला? शक्तिवाला कि भक्तिवाला? चुनीवाला कि मनीवाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी, सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आयमी काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड एमे ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल अपन जनकपुर में चलते पैसा कार्ड। अब
ओपन जनकपुर कैशलेस जनकपुर आइए नजीक IME काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्, त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। हाय हाय, सुन न म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बलुवाटारमा दिउँसो बस्ने बैठकले राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने या नदिने विषय टुङ्गो लगाउनेछ। प्रधानमन्त्री ओली खतिवडालाई नै दोहोर्याउनु पर्ने पक्षमा हुनुहुन्छ भने वामदेव गौतमले राष्ट्रिय सभामा जान इच्छा देखाएकोले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि वामदेवकै पक्षमा हुनुहुन्छ। खतिवडालाई पर्सि शनिबारसम्म मनोनित नगर्ने उहाँको पद सुक्त सकिने भएकाले यो विषयमा भोलिसम्म टुङ्गोमा पुग्नुपर्ने बाध्यता नेकपालाई रहेको छ। 2.5 वर्ष पहिले गोला प्रथाबाट खतिवडाको भागमा 2 वर्ष कार्यकाल परेकाले गएको फागुन 20 गते उहाँको सांसद पद सकिएको छ। तर सांसद नभएको व्यक्ति 6 महिनासम्म मन्त्री बन्न पाउने प्रावधान अनुसार उहाँ अहिलेसम्म मन्त्रीकै पदमा हुनुहुन्छ। नेकपाको आजको सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि कार्यदलले दिएको प्रतिवेदनको विषयमा पनि छलफल हुनेछ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमतिर तराई भूभाग नजिक अवस्थित रहेको छ। देशभर सामान्यदेखि पूर्णतया बदलिरहेको छ भने बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ। बिहिबार दिउँसो देशभर सामान्यता बदलिरही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी प्रदेश 5 कर्णाली र सुदूरपश्चिम प्रदेशका 1 वा 2 स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ विभागले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै राप्ती देशभर सामान्यता बदलिरही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी सुदूरपश्चिम र कर्णाली प्रदेशको 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा गएको 24 घण्टामा 82,860 जना कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमण फैल्ने क्रम तीव्र रहेको भारतमा 24 घण्टामै 82,860 जनामा कोरोना पुष्टि भएको साथै 1,026 जनाको ज्यान गएको हो। कोरोनाबाट विश्वकै तेस्रो प्रभावित देशमध्ये रहेको भारतमा अहिलेसम्म 38,48,900 भन्दा धेरैमा संक्रमण भएको छ भने
67,446 जनाको ज्यान गइसकेको छ। 29,67,000 भन्दा धेरै निको भएका छन्। त्यस्तै ब्राजिलमा संक्रमितको संख्या 40 लाख नागेको छ। पछिल्लो 24 घण्टामा 48,600 भन्दा धेरै संक्रमित थपिएका सँगै ब्राजिलमा संक्रमितको संख्या 40,01,000 भन्दा धेरै भएको हो। विश्वमा पछिल्लो 24 घण्टामा 2,81,700 भन्दा धेरै संक्रमित थपिँदा कुल संक्रमितको संख्या 2,61,73,000 भन्दा धेरै भएको छ। 8,66,500 भन्दा धेरैको ज्यान गएको छ भने 1,84,24,000 धेरै निको भएका छन्। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।